भएन के भयो पक 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 अर्कोले लै जान्छु मा बेबी तर तेरो चित्त बुझ्ने गरी गर्दिन्छु यो सेप हुन्छ नि यो सेप हेरे यो सेप हुन्छ नि यो सेप मेरो फेरि आइडी जान्छ होला मान्छे फेरि मुजी कताबाट ध्यान यार मा कसम म तिमीलाई लास्ट माया गर्छु तिमीले भन्देऊ कान्छी आई लभ यु ओइ त्रिभुवन आइसक्यो बेबी त्रिभुवन ल ल ल गाइस 500 मान्छेले ओइ गोल बना न भएन के बेबी त्यो बाङ्गो भयो के त्यो कस्तो हुन्छ यार यतापट्टि दुधमा एउटा गोलो बना उतापट्टि दुधमा एउटा गोलो बना अनि यहाँबाट घाँटीमा यस्तो लामो बना न लागेर कस्तो इत्रु बनाएको तेरो बुढाको इत्रु छ गाइस टिन्डा रोज हान न टिन्डा रोज गाइस के गरिरहेछ टिन्डा रोज ए भगवान टिन्डा रोज पनि नहानेर केटाले ठप त्यतिखेर तेरो त हात पनि के हो यार लडो बनाएर म त भएन कि यस्तो बनाउँछ बेबी यस्तो बनाउने यार खोइ यसले त बनाउनु नि आएन बे जस्तो गरे यार मेरो के बनाउनु अब मेकुरी हामी जाँदा पो यस्तो हुन्छ त नजाँदा कस्तो हुन्छ थाहा छैन तँलाई त्यो होइन त्यस्तो त्यो मेरा त काम त्यो मेरा न छ त्यस्तो होइन कि मेरो चित्तै बुझेन अनि पनि मेरो चित्त बुझाउनु भएन आएको नि हुन्छ मेरो साथीहरूले ट्यापट्यापै गर्दिने यार कान्छीले मलाई के गर्न लगाउँछ यार साथीहरू माया लाग्दैन यस्तो गरेर हेर म बनाउँछु नाच्ने केटाहरूलाई हेर मेरो पुरा यस्तो गोलो बनाउने तर म बनाउँदिनँ गोलो क्या टी सर्ट छ मेरो अर्को म टी सर्ट अर्को बनाउँछु पहिला म भोटो लगाउँछु ल केटाहरू ल एकछिन म भोटो लगाउँछु ल एकछिन म सिकाउँछु यसलाई त्यो भएन के बेबी यसले त कस्तो लौडा बनाउँछ यार म बनाएर देखाउँछु तँलाई म कस्तो हुन्छ जाठी तँलाई म सिकाइरहेको छु यार कुराहरू म सिकाइरहेको छु क्या ध्यान ओइ बिने यिनीहरूलाई छाडा छोडेर ल पखाइ मेरो बहिनीले भोटो सिलाइदिएको मेरो यार बाँधिदिएको कपडा पनि किन्नु सक्दिनँ मलाई यहाँनिर भ्यू छ चाहियो आज जस्तो पनि ओ त्यहाँ हेर्न मेरो बा निकालेर के गर्दैछ कुकुरले कहाँबाट निकाल्यो कटु सटु हेर त मेरो ब्रान्ड झिकेर के गर्दैछ हेर पक अब मेरो भइसकेको छ क्या डबल चढेर भएको छैन त्यो भएको छैन केटी हजुर यार हेर अब यस्तो बनाउने पखाइ हेर न भोटो सिलाइदिएको थियो मेरो बहिनीले म बनाउँछु सिकाउँछु ल म सँगसँगै बनाएको थियो मेटा यस्तो बनाउने बेटा यो यत्रो गेडा हुन्छ है गेडा नै पर्ने छिक्ने केटाहरू डबल ट्याटो गर नि यार केटाहरू आज तिम्रो यस्तो बनाउनु बस्ने ल
यो केरा भएन यस्तो बनाउने होला यस्तो बनाउने यहाँ केराले बेरिङ हालेको पनि हुन्छ लड मैले देखेको माछा भिडियोमा यसो भने थ्याङ्क यू फर यसो भने हेर कस्तो दामी लाडो भयो ल बना यस्तै बना ल यस्तै बना यस्तै बना केटी गाइस सबजनाले मलाई उयो गरेछ यहाँ मेरो वाह कान्छी दामी भन्दैछ ओइ के बनाएको लाडो बनाएको न केटाको लाडो बनाके मैले यत्रो ठुल्ठुलो लाडो देखेँ यार मलाई सिधा हुँदैन यार छ्या ठुक्क त जाँठीको त म त के गर्ने तैले त्यो लाडो बनाएको कि दुध भित्र तेरो गेडा थिचाको बनाएको 18 रोज कम्प्लिट गर काम कान्छी गाइस छिटो फास्ट मेरो केटाहरू फायर कान्छीले खेल्ने तिमीले त्यहाँ गर्नुपर्छ नि मेरो पनिसमेन्ट हुन्छ कस्तो त्यहाँ डाइले नगर्ने ने फेरि मतलब मैले मात्रै पनिसमेन्ट गर्नुपर्छ अनि आफ्नो टिमले गर्ने हो नि त पनिसमेन्ट दुवैजनाले गर्ने के सरी ल मर कान्छी तर रोहित होइन म र कान्छी दुईजना हुन्छ हामी दुईजना तिमीहरू दुईजना के दुईजना बस्छ के भएर गयो ए रोहित र रितु ल पोजिसन भन्दै कुरा ल पोजिसन भन ल आई एम रेडी फर पनिसमेन्ट यु रेडी ल पनिसमेन्ट भन यु रेडी ल आउ गाइस जित्नुपर्छ है सेयर गर्नु पर्यो लाइफ अलराइट गेट ओके पनिसमेन्ट के भन पनिसमेन्ट भन सेम पनिसमेन्ट ओके सेम पनिसमेन्ट ल गाइस एभ्रीवन सबजना मेरो टिमहरु लाइभ शेयर गर्ने गाइस एभ्रीवन ल एभ्रीवन रो कपी पनि गर्दै कुरा ल लेट्स गो गाइस ल कान्छी र म दुईजना कोसँग सक्यो एभ्रीबडी लेट्स गो फर्स्ट पनिसमेन्ट सुन फर्स्ट पनिसमेन्ट तिमीले यसरी छोड्ने तिम्रो निकालेर यसरी छोड्ने नाइस पनिसमेन्ट नाइस सेकेन्ड पनिसमेन्ट टोयलेटको गु निकाल्ने थर्ड पनिसमेन्ट भनेको बाख्राको पुती चाट्ने ल जाऊ नाइस अब यसलाई देऊ मेरो घर के छैन यस्तो अस्ति मलाई दुध चाट्नु लगाएको होइन छिटो गर तिमी गर्दैन भनेर हुँदैन नि फेरि ल कान्छी चुप ला तिमी अब रितुले पनिसमेन्ट दिन्छु फर्स्ट पनिसमेन्ट सेकेन्ड थर्ड पनिसमेन्ट दिन्छु अब यति राति कहाँदेखि गु निकाल्दिने होला अब पनिसमेन्ट गुमा हात राख्ने पेन्टीमा हात राख्ने बोल्यौ आथा ओइ झारे ओइ बिस्तारै गर रन्डुको छोरा काई नगर न ओ कान्छी पनि छ नि त सुन्न म भर्खरै आयो यार यहाँ गाउँ आछु भर्खरै हल्का सिम्पल दिनु न थोरै थोरै मसँग के हेलो सुन रितु सुन रितुले दिन्छ नर्मल तिमी किन हान्ने है गाह्रो न आडा पनिसमेन्ट गर्दिन 5000 मा के हाडा दिएको तिम्रो चाहिँ वाइ म त त्यतिकै हात हाल्दिन्छु कान्छीले मार्छ कान्छी मार्देऊ कान्छीले मार्छ हेर ल रोहित गर छिटो पनिसमेन्ट भने पनिसमेन्ट गर छिटो रितु सुन के पनिसमेन्ट गर्दिम यार हल्का कमन दिनु न हल्का यो बुट घाट भइगयो हो यहाँ टोयलेटमा कहाँदेखि निकाल सुन के पेन्ट के लाग्छ तल तेरो आमाको कटु लगाएको मैले यहाँ आएर बुझिस रितु जहिले रिसाउँछ कि जहिले रिसाउँछ ओइ लाडो हेर्न मैले यस्तो खालको कटु लगाएको छु आज पुरा अलिकति खोले कान्छी तल झार्दै वाउ हेर देखिस रितु देखिस रितु देखिस अरे के भनौँ यार
होइन मैले पनि त्यो यल्लो कलर पनिसमेन्ट हात लगाएको भयो कि मेरो लागि यार भर्खरै आएको छन् छु मैले पनि यल्लो कलर लगाएको छु हात बाजे यल्लो कलरको छ किन ओ कान्छे यो पनिसमेन्ट भएन कि म गर्न सक्दैन यस्तो पनिसमेन्ट अहिले मारिदिन्छु नि तिमीलाई अस्ति मलाई पनिसमेन्ट दिएर अहिले फेरि त्यो लड्डु त फेरि खतर मान्छे हो नि थाहा छैन चिने छैन होला अब कमन टाइपको दिनु न है आजलाई म भर्खरै आएको छु कि यहाँ के थाहा नै छैन रितु सुन रितु उद्यान सोइल यस्तो दिएर हुँदैन कान्छे गर पनिसमेन्ट गर दुनियाँ मेरो प्रब्लम छ क्या यहाँ फेरि बाख्रा पनि छैन सुन्नुहोस् अनि टोइलेट फेरि कहाँ छ भर्खरै आएको छु गाउँ अनि छोड्ने के छोड्ने गर्न सक्दैन भगवान् त्यस्तो यस्तो होला नि त भित्र पटो भित्र हात राख त्यो तुन्दुरो नछौ न त तुन्दुरो च्याप्पै पक्रे जस्तो गर होइन बक्सर त्यो पायर खोलेर बक्सरमा बस्दियो ल जाऊ त्यसो गर्दा रितु सुन ल रितुले म एउटा मेरो अस्ति गरेर त पुरा लाइभ ब्यान भयो फेरि ब्यान हुने होला फेरि गर छिटो लाइभ सस्पेन्ड रितु तिमीले त्यहाँ त अप्ठ्यारो होला गर जाऊ बाथरुममा जाऊ अझ सिम्पल टाइपको गर्नु न म अरू रितु! पनिसमेन्ट गरिदिनु लागि बुट हात भएको मेरो लागि हुँदैन रितु पेन्टी खोलेर ल्याऊ अनि पेन्टी थाहा नगर हेर ओइ लड्डु धेरै हात लड्डु मेरो प्यान्टी देखाइदेऊ त्यो रितुलाई यस्तै टाइपको टिकटक बिकिने हुन्छ हामी क्या बनमा हो र नि मायाले भर्खरै आयो भने म खाने भएन क्या यताउति केही अनि म नि भर्खरै त आएको म आएको कति मिनट भयो थाहा छ पख म आएको आधी घन्टा भयो यहाँ म आएको आधी घन्टा भयो लाइभ पर जाने हो कि गाली गरेर म जान्छु चिकन सर्छ रितु ल है ल रितु उसले गर्छ रितुले गर्छ मलाई सुन मलाई कतिले गाली गर्नु भएको छ मेरो भ्युज लिएर यो चाहिँ के भन्नु कान्छी त छाड्नु पर्छ पनि एउटा केटी मान्छे भएर पागल नि अनि यहाँ भनिराख्नु नि यताउति कट गरेर तिमीले नखेल ओइ तल अगाडि नै भनेर खेलेको हो क्या भन्छ रितु त मलाई रिस नउठाइ अगाडि नै बस्दै रोहितलाई भन्दाखेरि नै ल खेलले 5000 भने के हो कि होइन भन्छ जाठी कट गर्नुपर्छ भाइले बिचारा भाइले सुन्नु पर्ने देन त अन्त भाइले चाहिँ ल डान्स गर रितु